यदि आज मैले राम्रो मान्छेलाई भोट दिएन भने भोलि मेरो देशको अवस्था जस्तो थियो त्यस्तै नै हुनेछ। केही परिवर्तन हुनेवाला छैन। आज विद्यार्थी 12 कक्षा पास हुने बित्तिकै विदेशको लागि जान्छन्। किन थाहा छ? किनकि ती विद्यार्थीले आफ्नो भविष्य नेपालमा देख्दैन। आखिर किन? यो प्रश्न हरेकले आफ्नो छोराछोरीलाई सोध्नु। किन तिमी बाहिर जान खोज्छौ? यतै नेपालमा बसेर केही गर्दा हुँदैन र भनेर सोध्नु। हरेक बुवा आमाले। कोही पनि आफ्नो रहरले विदेश जाँदैन। कोही पनि आफ्नो आत्मा मारेर आफ्नो घर परिवारलाई छोडेर जान चाहँदैन। हाम्रो देश दिन प्रतिदिन झनै देशको अवस्था जटिल बन्दै गएको छ। नेपालमा बस्न मन कसको छैन र? हामी हरेकलाई नेपालमा सुख दुःख गरेर भए नि आफ्नो बुवा आमा दाजुभाइ आफूलाई माया गर्ने मान्छेसँग बस्न मन त छ नि। तर के गर्नु? हाम्रो नेपालमा जागिर गर्नलाई पनि माथिबाट पावर लाउनुपर्छ। यस्तो छ हाम्रो देशको अवस्था। यत्रो वर्ष नेताहरूले हाम्रो देशलाई चुसेर बस्यो। देशमा जताततै भ्रष्टाचार नै भ्रष्टाचार। घन्टौँसम्म लाइन बस्नुपर्ने सरकारी कामको लागि। यो सरकार हामीले बनाएको होइन। हामीलाई सुविधा हुन्छ र देशको लागि विकास गर्छ भनेर हामीले भोट दिएको हुन्छौँ। तर जब सत्तामा पुग्छन् त्यति बेला हामी किरा जस्तै हुन्छौँ। नेताहरूको अगाडि आखिर किन? चुनाव नहुन्जेल हामीले नेतालाई भेट्न त के देख्न पनि गाह्रो हुन्छ। जब भोट हाल्ने दिन आउँछ तब हरेक नेता सबैको घर घरमै आएर भोट माग्न आउँछ। यही कुरा आफू सत्तामा हुँदा गरिबको मर्म बुझ्न। आफू सत्तामा हुँदा किन जनताको घर घर आउँदैनन्? यदि यो चुनावमा पनि हामीले गलत मान्छेलाई भोट हाल्यौँ भने हाम्रो देशमा कोही पनि युवा बाँकी हुने छैन। कोही पनि। हामीले नेतालाई भन्दा पहिला आफूलाई सुधार्न जरुरी छ। नेतालाई मात्र गाली गरेर केही हुँदैन। आफूले के गलत के सही भन्ने हामीले छनौट गर्नुपर्छ। तपाईको एउटा भोटले देशमा आमूल परिवर्तन हुन सक्छ भन्ने कुरा याद गर्नुहोला।